ल है सबैलाई जयमसी गुड मर्निङ। आज डे 11 र हामी सौरेनी बाप्टिस्ट चर्च हामी आज पिकनिक जानु लागेका छौँ र हाम्रो यस्तै भिडियोमा बनिरहेको र यस्तै भिडियो हेरिराख्नु ल भनेर सबैलाई जानकारी दिँदैछु। सो थ्याङ्क यू सो मच। अनि तपाईँको कृपाको कारणले यो हामी जान्दछौँ। धन्यवाद विशेष गरी प्रभु, हामी आजको यो दिन चाहिँ प्रभु पिकनिक गइरहेका छौँ प्रभु। हामी यसरी त्यो निको पार्क भन्ने ठाउँ बाई बाई बाई। बाबु नानीहरू तपाईँको सुरक्षा तपाईँको शान्तिलाई बोल्छौँ यो ठाउँबाट प्रभु। हामी तपाईँ परमेश्वरकै महिमा तपाईँ परमेश्वरलाई दिनु सकौँ। आजको यो हाम्रो पिकनिक यहाँहरू सबैलाई जयमसी र विशेष आज हामी यो पानीघट्टा इको पार्कमा हामी छौँ र किन छौँ भन्दा चाहिँ आज हामी सौरेनी बाप्टिस्ट चर्चकाहरू लगायत अनुगो चर्चका पनि हाम्रो पास्टर उमेश अनि पास्टर न्याना मिलेर चाहिँ हामी पिकनिक गरिरहेका छौँ। हामी वर्षभरि विभिन्न कुराहरू गर्दा जिम्मेदारी निभाउँदा थाकेका हुन्छौँ अनि वर्षमा एकचोटि चाहिँ यसो रमाइलो गर्ने समय पनि हामीलाई चाहिन्छ र आजको दिन चाहिँ हामीले त्यो समयलाई छुटाएका छौँ यसो प्रभुमा भएर रमाइलो गर्ने। र यहाँनिर हेर्दाखेरि एकदमै असल एउटा ठाउँ रहेछ। अहिले चुल्हा देख्नुहुन्छ यसरी एकदमै पहिलाको तरिकाको जस्तै बन्दात भनौँ न है, दाउरा जलाएर चाहिँ हामीले यसरी चुल्हामा हामी पकाउँदैछौँ। यहाँनिर ढुङ्गा तातिँदैछ। यसमा चाहिँ अब के हुन्छ भन्दा बारबिक्यू हुन्छ है स्टोनमा र हाम्रो 2-3 तरिकाको बारबिक्यू यहाँ बनिन्छ। सबैलाई बराबरी न त ठुलो न त सानो न त धेरै न त थोरै न त ठुलो न त सानो न त धेरै न त थोरै आँखा भइदेखि पनि हो उहाँले चाहिँ बारबिक्यू बनाउनु हुँदैछ ढुङ्गामा। 3 इन्ची मोटो ढुङ्गा तताएर चाहिँ बारबिक्यू हुँदैछ। And finally, the even evermore cream. This one has got a super light texture but the most hydrating formula. That's perfect for acne ए उता जानु हुँदैन नि, बगाउँछ नि उता एक्लै नजाऊ अरू। किन उदास छौ निसै हामीले नै